ल यो मेरो के हो सेरोफेरोको है क्लास 3 को तलको पाठ अभिनय एक्टिङ गरेर पढ्नुहोस् है। त तेजल म हजुरबा है। तेजलले के भन्नु पढ भाइ। हजुरबा मलाई आज पनि कुरा सुनाउनुहोस् न। हुन्छ नि नानी, आज बिजुलीको कुरा गरौँ है त। ओके। के को ओके? यहाँ के लेखेको छ भन्न, इङ्ग्लिसमा किन ओके भन्ने? हुन्छ हजुरबा। अनि अर्को कुरा जोड्छु, यहाँ नानी भन्यो नि, सानो बच्चाहरूलाई केटा भयो नि केटी भयो नि नानी भनिन्छ, तर अलिक ठुलोमा चाहिँ नानी भन्यो भने केटी नै हुन्छ है, फिमेलै हुन्छ बुझ्नु पऱ्यो। अब हजुरबा मेरो पालो आयो। बिजुलीलाई विद्युत पनि भनिन्छ, बिजुलीलाई विद्युत पनि भनिन्छ। हाम्रो गाउँमा बिजुली आएको धेरै वर्ष भएको छैन। गाउँ भनेको भिलेज, धेरै वर्ष भएको छैन, रिसेन्टली ओन्ली इट केम है। बिजुली नहुँदा लालटिन, टुकी, दियालो बालेर उज्यालो बनाइन्थ्यो। लालटिन भनेर थाहा छ? लालटन। अनि यो पनि इलेक्ट्रिसिटीले गरेको हो। यो त एकदम एडभान्स हो, यो 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 नेसेसिटी होइन, लग्जरी हो यो। बिजुली यो यसो बसेर कहिले पढाएको जस्तो यो बत्तीमा त राखिहाल्छस् नि। ओके। लालटिन भनेको लालटन, तर गाउँले लालटिन चाहिँ के हुन्थ्यो? केरोसिनले हुन्थ्यो। केरोसिन तल राख्ने, केरोसिनबाट एउटा वायर जस्तो, नट वायर, क्लोथको, थिक क्लोथको, युजली पोलिस्टर हुन्थ्यो होइन, अथवा कटन, तर थिक होइन, त्यसमा बालेपछि अनि सिसाले छोपिदिने, माथिबाट धुवा निस्किन्थ्यो। द्याट इज बाई केरोसिन, द्याट इज कल लालटन अर लालटिन। टुकी भनेको चाहिँ के हो? अगेन इट्स केरोसिन, त्यसबाट पनि कपडा आउँछ, तर इट विल बी भेरी स्मल, युजली युज इन किचन, भान्साहरूमा युज हुन्थ्यो गाउँमा। अनि त्यसको त्यसलाई चाहिँ कभर गर्दैन थियो केले? सिसाले। अनि दियालो भनेको के हो? दियालो भने दियालो बङ्गला, दियालो भनेको आई थिङ्क, आई डोन्ट नो, विल सी है। जे होस्, पहिला पहिला बत्ती नहुँदा लालटिन, टुकी र दियालो प्रयोग हुन्थ्यो। पहिले पहिले टर्च लाइट र रेडियो चलाउन त ब्याट्री हाल्नु पर्थ्यो, बिकज देयर वाज नो इलेक्ट्रिसिटी। टर्च लाइट र यो टर्च लाइट हो, तर यहाँ चार्जेबल ब्याट्री छ, पहिला चेन्ज गर्ने ब्याट्री हाल्नु पर्थ्यो। अनि रेडियो, यु हेभन्ट सिन रेडियो, यु हेभ हर्ड अबाउट रेडियो, तर रेडियोको लागि पनि ब्याट्री चाहिन्थ्यो। यो हामीले सब देखेको, मैले चाहिँ देखेको सबै है। अब तेजल भन्, बोल। हजुरबा लुगामा आइरन कसरी लगाउनुहुन्छ नि भन्ने क्या क्वेसन मार्क भनेपछि। हजुरबा हाम्रो पालामा बिजुलीबाट चल्ने आइरन पाइँदैन थियो। फलामको आइरन, जहाँ चाहिँ भित्र खाली हुन्थ्यो, त्यहाँ काठ पालेर निक्लेको कोइला, कोललाई हालेर द्याट आइरन बेस वुड बी हट एन्ड यु प्रेस, सो यु क्यानट कन्ट्रोल। तैँले टेम्परेचर अथवा तापमान कन्ट्रोल गर्न सक्दैन थिइस्, त्यही भएर पानी हाल्दै यसो छान्दै चेक गर्दै गर्नु पर्थ्यो, नभए डढ्न पनि सक्थ्यो। तर यहाँ के भन्छ? हाम्रो पालामा बिजुलीबाट चल्ने आइरन पाइँदैन थियो। फलामको आइरन हुन्थ्यो, त्यसलाई हामी स्त्री भन्थ्यौँ। स्त्री, स्त्री भनेको अर्को मिनिङ के हो? फिमेल। फिमेल आर अल्सो कल स्त्री। स्त्री तुम कब जाओगी मूवी। स्त्री आर अलवेज हट। स्त्री आर अलवेज हट। नो, इट्स हट होइन, स्त्री, द्याट्स राइट। मिस्टरी इज अल्सो स्त्री। स्त्री इज अल्सो मिस्ट्री, स्त्री इज हट होइन। त्यसभित्र आगामा, आगोलाई आगा पनि भनिन्छ कहिलेकाहीँ, आगामा हाल्न भने जस्तो, आगोमा हाल्दा अलिकति फर्मल हो। आगामा भनेपछि बोलीचालीको भाषा हो है। कोइला हालेर तताउनु पर्थ्यो अनि लुगामा दल्नु पर्थ्यो होइन। बोल तेजल। हजुरबा बिजुली हुँदा र नहुँदा के फरक हुने रहेछ त? धेरै फरक भयो नानी, अलिअलि त मैले भनिसकेँ। बिजुली नहुँदा सबैतिर अँध्यारो हुन्थ्यो, बिजुली भएपछि सबैका घरमा उज्यालो भएको छ। सडकहरूमा सडक बत्ती जोडिएका छन्, यसले गर्दा सडकहरूमा पनि उज्याला भएका छन्। यसले बाटोमा हिँड्ने मानिसलाई सजिलो भएको छ। यसमा त केही बुझाउनु पर्दैन होइन। बिजुली भएपछि के भएको छ? सबैतिर उज्यालो भएको छ, नभए अँध्यारो हुन्थ्यो, बाटोमा हिँड्ने मान्छेलाई सजिलो भएको छ, त्यही हो। तेजल बोल। हजुरबा बिजुलीले गर्दा वातावरणलाई पनि राम्रो भएको छ होइन र?
हो नि तेजल, मानिसहरूले उज्यालो बनाउन टुकी दियालो लालटिन बाल्दा धुवा आउँथ्यो डेफिनेटली होइन, केरोसिन बलेपछि। यसले मानिसको स्वास्थ्य र वरिपरिको इन्भाइरोमेन्ट वातावरणलाई नराम्रो असर गर्थ्यो। अहिले बिजुली आएपछि मानिसहरूले खाना पकाउनको लागि पनि बिजुलीको प्रयोग गर्न थाले। यसले गर्दा वन जङ्गल जोगियो, धुवा पनि आउने कम भयो। खानेकुरा बनाउनु इन्डक्सन कुकर, इन्फ्रारेडहरू युज हुन थाल्यो, ओभन युज हुन थाल्यो। सो दाउरा चाहिएन, दाउरा नभएपछि रुख काट्नु परेन, रुख काट्नु नपरेपछि जङ्गल पनि बच्यो, जङ्गल बचेपछि ल्यान्डस्लाइड पनि भएन, अनि त्यो त्यसको फ्लेमले कार्बन मोनोअक्साइड पनि भएन, रेस्पिरेटरी डिजिज पनि भएन, घरको भित्ता कालो पनि भएन। अन्त कार्बन भित्तामा टाँसेपछि हुँदैन। तैँले कालो किचनै देखाएको छैन, त्यही भएर थाहा नभए कस्तो कालो हुन्छ, गोर्खाबाट टाँस्नु गर्छ। अनि यसले गर्दा वन जङ्गल जोगियो, धुवा पनि नआउने भयो होइन। ल तेजल, बिजुलीबाट त खतरा पनि हुने रहेछ होइन त हजुरबा? बिजुलीबाट त खतरा पनि हुने रहेछ होइन त हजुरबा? हजुरबा हो नि नानी, बिजुलीको प्रयोग गर्दा निकै होसियार हुनुपर्छ, भेरी भेरी कसियस। बिजुलीको झट्का लागेर मान्छेको ज्यान पनि जान सक्छ। छुने ओर्ने होइन है, नाङ्गो तार दुलोमा पानी हाल्ने, केही नगर्ने, जे मैले गरेको थिएँ केही पनि नगर्ने है। इट वाज माई कम्पल्सन। आई वाज अलोन इन द हाउस होल डे फ्रम द एज अफ 5 सन्डे अलवेज। अनि एक्सपेरिमेन्ट त गर्नै पऱ्यो होइन। कहिले घर आगो लगाइदिने, कहिले पानी हालेर करेन्ट लगाएर बस्ने, कहिले स्टेपलरको ब्याक साइड नहालिकन थिप्दा के हुन्छ भन्ने, अनि आफै लममा हान्ने, काँटी ठोकेर यहाँ उ गर्ने, धेरै कुरो गर्ने होइन। कहिलेकाहीँ बिजुली सर्ट भएर आग लाग्ने पनि हुनसक्छ, आगो पनि लाग्न सक्छ बिजुली सर्ट भएर। बिजुली धेरै उपयोगी छन्, यो धेरै काममा प्रयोग हुन्छ। यो चार्ट हेरौँ र अध्ययन गरौँ है त। यो चाहिँ तिमी पढ्ने है त। ल ओके, भने सर्ट भएर कहिले भ्ल्याट आवाज आउँछ नि हाम्रोमा पनि, कहिले बत्ती जाँदैन हाम्रो, त्यही बिजुली सर्टबाट बचाउन त्यस्तो भएको, नभए आगो लाग्न सक्छ। ल त